हो दर्शकबिन, अन्तत भूपेन्द्रले भुन्टीको पेटमा भएको बच्चा मेरो होइन तेरो दाइको नासो हो, यहाँ भएदेखि पालन पोषण हुन्छ भनेर तेरो दाइले फेरि मेरो जिम्मा लाउन पठायो होइन भन्दै औँला उडाइसकेका छन्। तर भुन्टीले पनि भनेकी थिइन्, पै बुढा यो हाम्रै नासो हो, तपाईँलाई खुसी दिन आएको हो म, तपाईँ यस्तो गलत नजरले नहेर्नुहोस्, दाजुबहिनी जस्तो पवित्र नातालाई तपाईँले यो के सोच्नु भएको भन्दै गर्दा भूपेन्द्रले फेरि पनि भुन्टीलाई लछार पछार गर्दै भन्छन्, त के भनिस्, तैँले के बोलिस्, त मेरो घर किन आइस्, तेरो म नजर पनि हेर्न चाहदिनँ, तेरो अनुहार हेर्न चाहदिनँ भन्दै उनले गाली गरिरहेका हुन्छन् भुन्टीलाई। तर पनि भुन्टीले पनि बारम्बार सम्झाइरहेकी हुन्छन्। हो दर्शकबिन, तपाईँको मैले त हरेक कुराहरूलाई स्वीकार सकिसकेको छु, किनभने मैले घर छोडेर जानु हुँदैन थियो, पैबुढा तपाईँले नजा भन्दा पहिले जानु हुँदैन थियो, म गएँ, मेरो गल्ती भयो, मैले गल्तीको प्राश्चित गरेको छु भन्दै गर्दा भूपेन्द्रले भनेको छ, त मेरो घरमा एकछिन पनि नबस्, त गइहाल भन्दै गाली गलौज गरेका छन्। तर गल हत्ताएर निकालेर उनले भित्तामा हात ठोक्दै पनि भनेका छन्, त यहाँबाट गइहाल, म तेरो अनुहार हेर्न सक्दिनँ भन्दै गाली गलौज गरेका छन्। तर भुन्टी आफ्नो पेटमा भएको बच्चालाई मलिन स्वर गर्दै उनले रुँदै भन्छन्, तँलाई पोल्ने छ मेरो आँसुले, यो बच्चाको आँसुले तँलाई पोल्ने छ, पहिला पनि तेरो आमाले यस्तो यस्तो गर्दाखेरि यो भयो भन्दै गाली गरिरहेकी हुन्छन्। तर बारम्बार भन्दा पनि भूपेन्द्रले सम्झिँदैन, तर उनी अरू केटीसँग लागिसकेछन्। भूपेन्द्रले अरू केटीसँग लागिसकेपछि भुन्टीलाई पहिला पनि यस्तै व्यापार गरिरहेका थिए, तर भुन्टीले बारम्बार सम्झाइसकेपछि भूपेन्द्र सुध्रिएको जस्तो गरेकै, तर भूपेन्द्र अझै पनि सुध्रिएका रहेनछन्। र दर्शकबिन, उनका दाइले पनि बारम्बार सम्झाएका थिए, भाइ के भयो, किन यस्तो हुँदैछ भनेर भनेका थिए, र उनका भाइ भीमले पनि सम्झाएका थिए भूपेन्द्रलाई, तर भूपेन्द्र भने नसम्झिने अवस्थामा पुगिसकेका थिए। हो दर्शकबिन, र भुन्टी त्यहाँबाट निस्किन्छन्, रोडमा मलिन उसमा हिँडिरहेकी हुन्छन्, बारम्बार आफूले गरेका मायाहरू भूपेन्द्रले पनि सम्झिरहेका थिए भने भुन्टीले पनि सम्झिरहेकी थिइन्, आज के भइरहेको छ भुन्टीको जीवनमा, पहिलाको बच्चा खेर गयो, अहिले फेरि खुसीको खबर सुनाउन आएको हो भन्दै गर्दा पनि भूपेन्द्रले स्वीकार गरेनन् भुन्टीलाई। तर भुन्टीलाई घरबाट निकालिसकेपछि भूपेन्द्रले निकै रिसको झोकमा भुन्टीको फोटोहरू सबै फुटाइदिन्छन्। र दर्शकबिन, यता भने भुन्टीको घरमा अर्थात् यता भूपेन्द्रको घरमा उनकी आमा बालकुमारी भने काम गरिरहेकी हुन्छन्। त्यसै अर्थात् उनकी छोरी भूमिकाले भने उनको केटालाई फोन गर्छन्, केटाको दिदीले पनि भन्छन्, हामीलाई त प्रत्येकलाई सुनको गहना चाहिन्छ है उपहार भनिरहेका छन्। त्यतिका उनी निकै झस्किएकी जस्तै गर्छन् भूमिका। र भूमिकाले पनि भन्छन् आमालाई, आमा त्यहाँ त सबै ठुलो खानदान हो रे, सबैलाई सुनको पो सरप्राइज गिफ्ट दिनुपर्छ अरे भनेर भनिरहेको बेलामा, हो छोरी दिनपर्छ, हामीलाई पनि पछि सम्झिन भेट गरेर यस्तै दिन्छन् भनेर उनले मक्ख परिरहेका हुन्छन्। तर भने उनीहरूलाई थाहा छैन कि भूपेन्द्रको र त्यो घर परिवारलाई निकै उनीहरूले तहस नहस पार्न खोजिरहेका छन्, कतिका छन् भन्ने कुराहरू उनले सोचिरहेका छन्। हो दर्शकबिन, यी सबै कुराहरू भइरहेका थिए र भूपेन्द्रको दाइले पनि सम्झाएका थिए भूपेन्द्रलाई। र यता भीमले भूपेन्द्रले फोटो फुटाइरहेको अवस्थामा आएर भन्छन्, दाइ तपाईँले यो के गर्नुभएको हो, तपाईँकै खुसीको लागि मैले पहिले राखिदिएको फोटो हो, तपाईँ आज आएर फुटाउँदै हुनुहुन्छ, यसमा त भाउजूको कुनै पनि गल्ती देख्दिनँ म दाइ भन्दै उनले सम्झाइरहेका हुन्छन्। तर पनि भूपेन्द्रले यो कुरा सुन्दैन, मलाई त्यसको कुरा नगर भनेको सुनिनस् तैँले भन्दै गाली गर्छन् आफ्नै भाइलाई पनि। हो दर्शकबिन, उनले आफ्नै भाइलाई गाली गरिरहेको अवस्थामा र धम्काइरहेको अवस्थामा, यो अब तेरो काम केही छैन, यो सफा गरेर फ्याल भनिरहेको अवस्थामा उनको दाइ पनि आउँछन् र उनका दाइले पनि निकै गाली गरिरहेका हुन्छन् भूपेन्द्रलाई। भूपेन्द्र त हिजो कहाँ थिइस् भन्दै गाली गरिरहेका थिए। उनले पनि भनेका थिए, तैँले यो फुटाएर फाल्न सक्छस् भने फोहोर फारेको फाल्न सक्दैनस्, तँलाई के हात नचली बनाएर पठाइदिए तेरो साथीले भन्दै गाली गरिरहेका थिए। र यतिकैमा उनी भूपेन्द्रले पनि भनेका थिए, दाइ म साथीकोमा थिएँ, तपाईँलाई मैले भनेको थिएँ त हजुरलाई भन्दै गर्दा उसले भनिरहेको थिए, तर लोकेसन मैले पठा भन्दा तैँले किन पठाइनस् भनेर गाली गरिरहेका थिए। हो दर्शकबिन, उनले ती केटीलाई पनि भनिसकेका थिए, म त्यसको अनुहार पनि हेर्न चाहदिनँ, मेरो घर आइती, मैले त्यसलाई घरबाट निकालिदिएँ भन्दै गर्दा ठिक गर्नुभयो तपाईँले मेरो बाबा भन्दै ती केटीले पनि निकै उस्काइरहेकी थिइन् भूपेन्द्रलाई। हो दर्शकबिन, आज ती केटीले घर भाँडिरहेकी छिन्, तर हुन त भूपेन्द्रले हिजो विगतको दिनमा पनि दुःख पाएका थिए केटीको कारणले, तर भोलिको दिनमा पनि दुःख पाउन नपाउलान् भन्न सकिन्न। तैपनि उनले त्यो गरेको व्यवहार देख्दाखेरि आज भुन्टीको निकै चित्त दुखाएका छन्। हो दर्शकबिन, भुन्टी निकै चित्त दुखाएर त्यहाँबाट निस्किसकेकी छिन्। र दर्शकबिन, यो सबै उनीहरूले सबै बुझिसकेका थिए, भुन्टी र भुन्टीका दाइले पनि बुझिसकेका थिए, अब म यो घरमा बस्नु हुँदैन भनेर गएकी थिइन् भुन्टी पनि, तर पनि आफ्नो गल्ती स्वीकार गरेर आइसकेकी थिइन्। र
र दर्शकबिन यता भूपेन्द्रले सबै कुरा भनिराख्दा उनका दाइले चर्कन लाग्छन्। भूपेन्द्र भने रिसले चुर हुन्छन्, राता राता आँखा पारेर आफ्नो दाइलाई हेर्छन् भने उनका दाइले पनि राता राता आँखा पारेर आफ्ना भाइलाई हेर्छन्। हो दर्शकबिन, अब उनको दाइले यो गरेको व्यवहारले के भुन्टीलाई फेरि पनि प्रेरणा मिल्ला त? के भूपेन्द्रले फेरि पनि दाइले गरेको यो व्यवहारले उनले आफ्नो बुढी स्वीकारेर घरमा ल्याएर राख्लान् कि नराख्लान् भन्ने विषयमा तपाईँसँग पुनः अर्को रिभ्यू लिएर आउने नै छौँ। त्यतिन्जेलसम्मको लागि मलाई पनि बिदा दिनुहोस्। हस्त, जय नेपाल।